to our Santino vlog guys. आज चाहिँ हामी तीनजना मिलेर माथि डाँडामा हावा खान गइरहेको छौं। घरदेखि चाहिँ 5 मिनेट्स मात्र लाग्छ स्कुटरमा। हामी तीनैजना चाहिँ एउटा स्कुटरमा जान लागिरा हो। वहाँ अगाडि हिँडिरहनु भएको महानुभाव चाहिँ म हो र उनीहरु चाहिँ मेरो बहिनी रहेको छ। उनीहरुले चाहिँ मेरो भिडियो बनाउँदैछ, हाँस्दैछ, एक्लै के कुरा गर्दै हैन। म चाहिँ अगाडि हिँडिरहेको छु। हामी चाहिँ स्कुटर निकाल्न गइरहेको छु। मैले हिजो चाहिँ म बहिनीकोमा आएको थिएँ। बहिनीको भाइको बर्थडे थियो नि त, त्यही भएर म हिजो आएको। हिजो नै बर्थडे सकायो। आज चाहिँ रेस्ट बहिनीहरुसँग टाइम स्पेन्ड गरौँ भनेर बसेको। भिडियो पनि आधा निकालेको छ। यसको ढंग पनि छैन भिडियो खिच्ने। हेर्नुस् गाइस, आधा निकालेको छ। स्कुटर तान्दैछु। स्कुटर पनि बल्ल निकाल्न सके किनभने सानो ठाउँ थियो नि त, त्यही भएर। हामी तीनजना चाहिँ एकदम मिल्ने गाइस। हामी तीनजना भएपछि हामीलाई कोही पनि चाहिदैन। उनीहरु चाहिँ म भन्दा बहिनी हो, तर पनि हैन भाइब्स एकदम मिल्छ भने एकदमै मिल्ने, एकदमै रमाइलो गर्नुपर्ने, हाँस्नुपर्ने हैन। पहिला हामीले कति प्लान बनाउँथ्यो कि हाम्रो पनि एउटा स्कुटर एउटा केही भएको भए हामी पनि यसरी तीनजना जानुहुन्थ्यो है भनेर। तर फाइनली गाइस हामी चाहिँ तीनजना नै स्कुटरमा यसरी गइरहेको छ। कस्तो रमाइलो भएको के हैन। तीनजना तीनटा बादल जस्तो गयो यताउता भ्यू हेर्दै गयो गफसफ गर्दा गयो हिँडिरहेछौँ हामी चाहिँ आफ्नै तालमा के। हामी तीनजना कसैको मतलब छैन हैन। गयो कसले के भन्छ कसले के भन्छ, हँसाको छ के कुरा गरेछ। सो गाइस कुरा गर्दा हामी फाइनल्ली हाम्रो डेस्टिनेसनमा पुग्यो। जाँदा गाइस मैले झन्डैले यहाँ लडाइदिएको है। तिनीहरू त यस्तो आत्तिएको थियो कि हल्का बाटो चाहिँ चिप्लो थियो, सानो पनि थियो हैन। मैले स्कुटर चलाउन थालेको पनि धेरै भएको छैन गाइस। मेरो लाइसेन्स पनि निकालेको छैन। त्यही पनि यिनीहरू मलाई एकदमै विश्वास गरेर मसँग बसेर गइरहेको छ। त्यही नै ठुलो कुरा हो हैन। सो यस गाइस हामी फाइनली पुगिसकेको छौँ। अब स्कुटर पार्क गर्न लागिरहेको छु यहाँ। यसको त चाखै दुखेर बस्दा हँसेरा थियो यिनीहरूले। स्कुटर राखे हैन, पार्क गरेर राखे। ट्विङ गरेर आवाज आयो कि के आवाज आएको एकछिन चाहिँ डर लागिरहेको थियो किनभने यो स्कुटर चाहिँ इलेक्ट्रिक स्कुटर हो नि त। अब केही आइडिया छैन नि त, मैले खासै चलाएको पनि छैन। अनि मलाई त कस्तो डर लागिरहेको। पछि चाहिँ मैले स्कुटर अन अफ गरेँ अनि भयो। अनि अलिकति ढकल्दिन भनेको त्यसै चाहिँ ढकल्दिन्छ। हेर न सके भयो भने। त्यहाँ पुगेर हामीले फनी भिडियो पनि बनाए गाइस। त्यसपछि घर फर्के। थ्याङ्क यू फर वाचिङ।